हेलो एभ्रिवान, आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ भन्ने आशा गर्दैछु। म नि सन्चै छु। मेरो चाहिँ हिजोको मिनी ब्लग मेरो चाहिँ हिजो बर्थडे थियो। म चाहिँ घरबाट लागेर बौद्धमा बत्ती बाल्नलाई जाँदैछु। बहिनीहरु पनि आउँदै रहेछ। बौद्धमा भेट्यो। मैले धेरै लामो चाहिँ बनाएन, थोरै मात्र क्लिपहरु लिए। त्यसपछि बौद्ध भित्र छिर्दैछु हामी चाहिँ सबै भिडियो बनाएन। अनि यता कोरो लाउँदै थियो। गफ गर्दै गए दुईजना सँग बहिनी र म, हामी तीनजना। आज त तपाईको बर्थडे हो, केक दिनुपर्छ भनेर भन्दै। त्यसपछि लाग्यो हामी माथि बत्ती बाल्नको लागि। माथि गए अनि बाल्दैछु म चाहिँ बत्ती। बहिनीलाई भिडियो बनाउन लगाइरहेको छु। एकजना ब्याग समाउने, एकजनाले भिडियो बनाउने गरिरहेको छु। अनि गफ अनि त्यसपछि म चाहिँ बत्ती बाले, 3टा बत्ती बालेर अनि म चाहिँ सबै यो गरिसकेपछि चाहिँ हामी तल आएर भित्र दर्शन गरेर अनि भिडियो बनाउन बाहिर आएर यसो भिडियो। अनि बहिनीलाई जिस्काउँदैछ भित्र जाऊँ भनेको, डर लाग्छ रे उसलाई चाहिँ, नजाने भन्यो। ल भनेर अनि त्यहाँबाट तल आएर अनि कोरो गर्न थाल्यो। हाम्रो एक कोरो नि भएको थिएन, एक कोरो लाउँछु भनेर गफ गर्दै आएर थियो। अनि मलाई हामीलाई पार्टी नदिने भनेर अनि म चाहिँ तिमीहरूलाई भोलि पर्सि कमाएर दिन्छु ल भनेर गफ गर्दै। अनि कोरो गऱ्यो, बहिनीहरुसँग गफ गर्दै गयो। पानी पनि परिरहेको थियो, सिमसिमे पानी परिरहेको थियो। अनि फर्किने बेला अनि दर्शन गरे, ढोके। अनि त्यसपछि हामी 3जना चाहिँ लागे। उनीहरु साखुमा बस्छ अनि म चाहिँ साथीकोमा गएँ, थलीमा साथीकोमा गएर चाहिँ साथीहरुको चाहिँ मैले क्लिप लिएन भेटेको। अनि त्यहाँबाट नि अनि म फर्केर साथीसँग भेटेर रमाइलो गरेर अनि म चाहिँ रुममा फर्किसक्यो। मेरो आजको मिनी ब्लग चाहिँ यति नै। बाइ बाइ एभ्रिवान।